हेलो साथीहरू, आज म रोस्ट बनाउँदैछु है, कुखुराको रोस्ट। सुरुमा बेसार, नुन, अनि त्यसपछि मसला, अनि त्यसपछि अदुवा र लसुनको पेस्ट अलिक फ्रिजमा राखेर हरियो भइसक्यो। अनि अलिकति मैदा, अनि मैले चामलको पिठो, मलाई चाहिँ फेरि रोस्टमा हल्का चामलको पिठो हालेको मनपर्छ। मैले मिक्सर गरेर राखेको थिएँ, त्यही अलिकति मिक्स गरेर क्रन्ची हुन्छ कि। अनि त्यसपछि अन्डा, अनि मिक्स गरेँ, मजाले मिक्स गरेर मैले त साँझको लागि रेडी बनाएको हो। त्यसपछि आज 2-3 घन्टा मजाले मिक्स गरेर 3 घन्टा जति राख्छु म। त्यसपछि तेलको भाँडामा टक्क लाएर रोस्ट। साथीहरू, फाइनली कति मिठो क्रन्ची